आमाको नाम के हो? धर्मदेवी धर्मदेवी खनाल होइन? म आज बिर्तामोड नगरपालिका वडा नम्बर 8 मा आइपुगेको छु र आज 49 वर्षको आमा धर्मदेवी खनाललाई भेट्न आएको छु नि। आमाको नाम चाहिँ धर्मदेवी। कति भाइ छोरा कति बहिनी छोरी हो आमा? मेरो 3 भाइ छोरा 5 बहिनी छोरी। 3 भाइ छोरा 5 बहिनी छोरी। ए अनि तपाईको साथमा कुन छोरो हुनुहुन्छ अहिले? कसो तपाईका साथमा चाहिँ कुन छोरो हुनुहुन्छ? सबै चिनै रहेछन्। छन् अहिले? ए अहिले तपाईका साथमा चाहिँ कुन भाइ छन् त? हो? छोरीहरू चाहिँ कहाँ छन्? छोरी त उनीहरूका घर घर छन्। हो र? पहाड चाहिँ कहाँ हो आमा? पहाड चाहिँ कहाँ हो? पहाड हो पान्थर। कुन गाउँ? मेरो माइती गाउँ बने दारिम्बा, घर बने मुसेपा। बुवाको नाम के हो तपाईका बुवाको? मेरा बुबाको हजुर नन्दलाल के थरी? भट्टराई। नन्दलाल भट्टराई। तपाईका बुबाको नाम? मेरा बुबाको नाम नन्दलाल नै हो त? त्यस्तै सुनेको हो। हरिप्रसाद भट्टराई अरे त? हरिप्रसाद। हरिप्रसाद हो। अब के सधैँ सुनिँदैन। अनि तपाईको आमाको नाम चाहिँ थाहा छ? तपाईकी आमाको? रन्जता। रन्जता के थरी? भट्टराई। भट्टराई नै हो। अच्छा ल ठिक छ। जेठा छोराको नाम के हो तपाईको? कसको? तपाईका जेठा छोराको नाम? जेठा छोराको नाम के पो बिर्से हो मैले। कृष्ण प्रसाद खनाल हो? ए कृष्ण प्रसाद खनाल। माइलाको नाम? छोरा जतिको नाम के बोलाउँदौ न बिर्सिहालिन्छ। कुल प्रसाद हो? कुल प्रसाद होला कुल प्रसाद। अनि कान्छाको नाम चाहिँ? कान्छाको नाम हरिप्रसाद जस्तो लागेको छ। के जस्तो? कसको? जे कान्छाको हरिप्रसाद हो जस्तो लागेको छ। नबोलाएर बोलाउँदौ न। तीर्थ प्रसाद अरे भने सुन्छु त। किर्खानाथ जेठाको कान्छाको चाहिँ। अनि तपाईँलाई कस्तो छ अहिले? तपाईँलाई कस्तो छ? राम्रै छ? राम्रै छ। खाना रुच्छ आमा? हिँड्न सक्नुहुन्छ? हिँड्दैछु यसो वरिपरि त। अनि 49 वर्ष पुग्नुभयो, आँखा देख्नुहुन्छ? आँखा आँखा यसो अलिअलि देख्छु नभए देख्थिनँ त्यति। हो र? कान चाहिँ अलिअलि सुन्नुहुन्छ? अलिक सुन्छु। कुन चाहिँ कान सुनिँदैन? त्यहाँ नजिकै सुन्छु, टाढाको त अब आउँदैन? आउँदैन। ए अनि पहिलाको नेपाल र अहिलेको नेपाल कस्तो छ आमा? पहिलाको तागत थियो, अहिले तागत छैन। कमजोरी हुनुहुन्छ अघि? ए कति वर्षको उमेरमा तपाईँको बिहे भयो? मेरो 11 वर्षमा। 11 वर्षको उमेरमा तपाईँको बिहे भयो। बुबा चाहिँ कति सालमा खस्नुभयो त तपाईँका श्रीमान? थाहा छैन। 37 सालतिर हो? होला। ए नाम के थियो श्रीमानको? परशुराम थियो। परशुराम खनाल। ए अनि एक्लो जिन्दगी कस्तो हुँदो रहेछ आमा? कसो? एक्लो जिन्दगी कस्तो हुँदो रहेछ? खोइ साह्रै पर्छ। साह्रै पर्छ? ए अनि अरू सबै ठिकै छ? ल आज म चाहिँ 49 वर्षको आमाको दर्शन गर्न आएको थिएँ, आमासँग भेट गर्न आएँ। आमाको सधैँभरि छत्र छायामा हाँस्न नाच्न बाँच्न हामी पाऊँ। आमा भनेको वर पिपल हो र आमाको छत्र छाया सधैँ प्राप्त पनि होस्। आमाको सुस्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छु। हवस् त आमा, ल नमस्कार।